ओके सो फर्स्टमा हामीसँग छ फोरियर सिरिज लेक्चर 1। यसमा चाहिँ अब एउटा कुनै फंक्सन एफएक्सलाई इन टर्म्स अफ साइन र कोसाइन लेख्यो र त्यो कन्भर्ज भएर एउटा फाइनाइट नम्बर बन्छ भने त्यसलाई चाहिँ एउटा फोरियर सिरिज भन्छ हैन। अनिखेर अब कन्भर्ज हुनु भने चाहिँ फाइनाइट नम्बर यस्तो सिरिज हुँदै आएर फाइनाइट एउटा नम्बर बन्यो भने चाहिँ त्यसलाई कन्भर्ज भएको भन्छ। सो कुनै पनि टर्म एउटा एफएक्सलाई हामीले चाहिँ इन टर्म्स अफ साइन एन्ड कस कन्वे गर्यौं भने चाहिँ त्यो चाहिँ फोरियर सिरिज भयो। अब यसको लागि हामीलाई एकदम फर्स्टमा इम्पोर्टेन्ट फर्मुला छ एउटा, जहिले पनि अब मेन गरी यो क्वेशनमा एफएक्स चाहिँ जहिले पनि इन टर्म्स अफ लेन्थ 2l मा दिएको हुन्छ। अनि हामीलाई याद हुनुपर्ने फर्मुला चाहिँ यो भयो, एफएक्स इज इक्वल टु a0/2 प्लस समेसन n टु इन्फिनिटी अनिखेर an cos n pi x by l प्लस bn sin n pi x by l। अब यसमा a0 an र bn भनेको चाहिँ प्यारामिटर्सहरु भयो। यिनीहरुको चाहिँ फर्मुलाहरु सबै यो a0 को जुन फर्मुला छ त्यही नै सेम हुन्छ, तर जस्ट डिफरेन्स के हुन्छ भन्दाखेरि an भएको ठाउँमा यो cos वाला टर्म आएर मल्टिप्लाई हुन्छ fx मा, bn मा चाहिँ sin वाला टर्म आएर मल्टिप्लाई हुन्छ र यो fx भनेको त यही नै भइहाल्यो 1/l इंटीग्रेशन अफ fx dx मा। अब हामीलाई यहाँ एउटा एक्जाम्पल क्वेशन छ, obtain the Fourier series for the function भनेर। अब f = x² एउटा प्याराबोलाको दिएछ अनि यसको लिमिट दिएछ अनि हामीलाई x को लिमिट चाहिँ जहिले पनि इन टर्म्स अफ पाइ दिया हुन्छ। यसलाई हामीले l मा कन्भर्ट गर्नुपर्ने हुन्छ र l मा कन्भर्ट गर्नको लागि हामीले अप्पर लिमिट माइनस लोअर लिमिट गर्छौं। सो 2l = अप्पर लिमिट माइनस लोअर लिमिट गर्छौं। यहाँबाट l भनेको पाइ आयो। त्यसपछि अब लेट द गिवन सिरिज बी रिप्रेजेन्टेड बाइ हाम्रो त्यो फर्स्टको फर्मुला भइ नै हाल्यो। त्यसपछि अब यो हामीले ऐना निकालेको l को भ्यालु सब्स्टिट्युट गर्यो भने यहाँ चाहिँ cos nx हुन्छ र sin nx हुन्छ। यो यहाँबाट यो कट भएर त्यसपछि हामीले यो प्यारामिटरहरुको भ्यालु निकाल्छौं। अनि हाम्रो अर्को चाहिँ के भन्दाखेरि हाम्रो यस्तो टर्ममा आयो भने एउटा कुनै पोलिनोमियल टाइम्स cos अथवा sin अथवा एक्सपोनेन्शियल छ भने चाहिँ हामीले फर्स्टमा त्यो फंक्सन लेख्छौं। अब यो u लेख्छौं, त्यसपछि यो सेकेन्ड टर्मको इंटीग्रेसन गर्छौं अनि त्यसपछि प्लस माइनस, त्यसपछि फर्स्ट टर्मको डेरिवेसन, त्यसपछि सेकेन्ड टर्म यो भइसकेको फेरि एकचोटी इंटीग्रेसन गर्छौं र यो फर्ममा आउँछ। जबसम्म यो टर्म 0 हुँदैन तबसम्म गर्छौं। त्यसपछि अब हामीलाई अर्को थाहा हुनुपर्ने चीज भनेको चाहिँ के हो भन्दाखेरि cos n pi भने जहिले नि -1 को पावर n हुन्छ, sin n pi भनेको 0 हुन्छ, cos 2n pi भनेको 1 हुन्छ र sin 2n pi भनेको 0 हुन्छ। अब यहाँ sin n pi भनेको यहाँ 0, cos n pi भनेको 1 हुने भयो हैन, यहाँ x टाइम्स यो भनेको नि फेरि 1 नै हुन्छ। सो जस्ट 1 0 1 0 नै हुन्छ यो। ओके cos n pi को भ्यालु नि अब 1 नै लेखिरहेको छ यहाँ। सो लेट्स से 1 नै होला अहिलेको लागि। लेट यु फाइन्ड आउट इफ नट। अनि हामीले यसरी फाइनलमा यो टर्मलाई रिप्रेजेन्ट गर्ने भयो।